सिमेन्ट प्रयोग गर्नु अघि सिमेन्टको ब्यागमा के कुराहरू चाहिँ चेक गर्न अनिवार्य छ त। सबैभन्दा पहिले हामीले सिमेन्टको ब्यागमा भएको म्यानुफ्याक्चर डेट हेर्नुपर्ने हुन्छ। यदि म्यानुफ्याक्चर डेट दिएको छैन भने चाहिँ सिमेन्टको ब्यागमा यसरी ब्याच नम्बर दिएको हुन्छ। यस्तो खण्डमा चाहिँ हामीहरूले यो कुन ब्रान्डको सिमेन्ट हो त्यही कम्पनीलाई फोन गरेर यो ब्याच नम्बर भनेर चाहिँ यसको म्यानुफ्याक्चर डेट थाहा पाउन सक्छौँ र त्यो म्यानुफ्याक्चर डेटमा चाहिँ 3 महिना एड गर्ने र त्यही नै त्यसको एक्सपायरी डेट हुन्छ। यदि त्यो सिमेन्ट चाहिँ एक्सपायर भएको छ भने चाहिँ प्रयोग नगर्ने। अर्को भनेको चाहिँ हामीहरूले सिमेन्टको ब्यागमा चाहिँ यस्तो खालको लोगो हुनुपर्छ। यो चाहिँ एनएस सर्टिफाइड हो कि होइन भन्ने कुरा यसले चाहिँ क्लियर पार्छ। यदि एनएस सर्टिफाइड छ भने चाहिँ यो सिमेन्ट प्रयोग गर्न योग्य हुन्छ। अर्को भनेको चाहिँ हजुरहरू कुन स्ट्रक्चरको लागि र कुन ठाउँको लागि चाहिँ यो सिमेन्ट प्रयोग गर्ने हो त्यही अनुसार चाहिँ सिमेन्टको टाइपहरू चाहिँ छान्नुपर्ने हुन्छ। यहाँ हामीसँग भएको सिमेन्ट चाहिँ पिपिसी सिमेन्ट रहेछ। यसरी नै ओपिसी पिपिसी सिमेन्ट हुन्छ। निर्माण सम्बन्धी यस्तै अन्य जानकारीमूलक भिडियोको लागि एक्सपर्ट सेवाको पेजलाई फलो गर्नुहोला।